कङ्ग्रेचुलेसन अन योर स्टुडेन्ट भिजा। तपाईँ अब विदेश जान लागिराख्नु भएको छ स्टुडेन्ट भिजा लिएर। नेपालको एयरपोर्टमा तपाईँलाई स्टुडेन्ट भिजा लिएर जाँदाखेरि चाहिँ के डकुमेन्ट चाहिन्छ त्यसको बारेमा आजको भिडियोमा कुरा गरौँ है त। फर्स्टमा नो अब्जेक्सन सर्टिफिकेट। नो अब्जेक्सन सर्टिफिकेट भनेको चाहिँ नेपाल सरकारले तपाईँलाई आफ्नो व्यक्तिगत खर्चमा विदेशमा गएर पढ्नुको लागि कुनै पनि समस्या छैन भनेर बनाइदिएको डकुमेन्ट हो। एनओसी चाहिँ तपाईँले मिनिस्ट्री अफ एजुकेसन साइन्स एन्ड टेक्नोलोजी यानि शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालय जुन चाहिँ सानोतिनो भक्तपुरमा रहेको छ त्यहाँबाट हासिल गर्न सक्नुहुन्छ। 10/2000 रुपियाँ र समय भने 1 दिनदेखि 5 दिनसम्म लाग्न सक्छ है त। दोस्रो नम्बरमा चाहिँ I-20 या अफर लेटर। यो चाहिँ तपाईँले एयरपोर्टमा देखाउनु पर्ने हुन्छ। अफर लेटर र I-20 भने तपाईँले अप्लाई गर्नुभएको युनिभर्सिटी र कलेजले तपाईँले अप्लाई गर्नुभएको प्रोग्राम अफ स्टडी एक्सेप्ट गरेर बनाइदिने र पठाइदिने डकुमेन्ट हो र साथसाथै पासपोर्ट र भिजा त भइहाल्यो। र अन टप अफ द्याट तपाईँ उता पुग्ने ठाउँको एड्रेस र तपाईँलाई एयरपोर्टमा कोही मान्छेले पिक गर्न आइराख्नु भएको छ भने उहाँको कन्ट्याक्ट नम्बर चाहिँ ह्यान्डी राखिराख्नुहोस् ल। उज्जवल भविष्यको शुभकामना।